likenepal.com, leading the Nepalese entertainment. हे बाँचिरा छ दोहोरी हालसम्म, दोहोरी हालसम्म, बाँचिरहोस् अनन्त कालसम्म। साह्रै राम्री छौ, साह्रै राम्री छौ, तिम्रो जोबान राजीनामा ल्याऊ। साह्रै राम्री छौ, तिम्रो जोबान राजीनामा ल्याऊ। नमस्ते। likenepal.com को आयोजना अनि सङ्गीतमाला रोधिखर नयाँ बस पार्कको प्रायोजनमा हुन गएको यो भव्य बेजोड लोकदोहोरी कार्यक्रम प्रत्यक्ष दोहोरी घम्सा घम्सीको पर्खाइमा रहनुहुने likenepal.com को युट्युब च्यानल हेरेर बस्नुहुने स्वदेश तथा विदेशमा रहनुहुने तपाईँहरू सम्पूर्ण लोकपारखी मनमुटुहरूमा म कार्यक्रम सञ्चालक दिनेश थापाको साङ्गीतिक नमस्कार छ। आज पनि सङ्गीतमाला रोधिघरको साङ्गीतिक आगनीमा यस्तै प्रत्यक्ष दोहोरी घम्सा घम्सीको फेरि अर्को श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ र आज पनि यो दोहोरी प्रतियोगिता बेजोड हुनेवालामा छ, भव्य सभ्य हुनेवालामा छ। अनि त्यसै गरेर प्रत्यक्ष दोहोरी खेल्नको लागि, दोहोरी गाउनको लागि आफ्ना सरल सशक्त अनि मौलिक शब्दहरूले तपाईँ हाम्रो मन जित्नको लागि आइसक्नु भएको छ। अब कार्यक्रमलाई ढिला नगरिकन म अगाडि बढाउन चाहन्छु वाद्यवादक समूहहरूको परिचयलाई लिएर। हजुर, आजको यो प्रत्यक्ष दोहोरी घम्सा घम्सीलाई सङ्गीतमय बनाउँदै हुनुहुन्छ हाम्रा वाद्यवादक समूहहरू र हार्मोनियममा सुर खोज्दै हुनुहुन्छ भुवन थापा मगरज्यू। त्यस्तै गरेर ढोलकमा ताल खोज्दै हुनुहुन्छ सबिन बिसीज्यू। त्यस्तै गरेर मादल घन्काउनको लागि तम्तार हुनुहुन्छ बसन्त बिसीज्यू। त्यस्तै गरेर अक्टोप्याडमा हुनुहुन्छ मदन गुरुङज्यू। हजुर, यो वाद्यवादक समूहहरूको परिचय सँगसँगै म फेरि अब आजको यो प्रत्यक्ष दोहोरी खेल्नको लागि जो तम्तार भएर आउनु भएको छ, एकदमै नेपाली वेशभूषामा सजिएर चटक्क लोर्के टिटो बनेर आउनु भएको छ, हाम्रा पुरुष कलाकारहरूको परिचय गराउन जाँदैछु। लोकदोहोरी गायक राजेन्द्र खर्ती मगर, सङ्गीतमाला। नमस्ते, म गोपाल कुमार, लोकदोहोरी गायक। नमस्ते, म मदन विक मुस्कान, दाङदेखि। त्यस्तै गरेर पुरुष कलाकारसँग बेजोड दोहोरी खेल्नको लागि, टक्कर दिनको लागि नेपाली वेशभूषामा चटक्क सजिएर मन्द मुस्कानसँगै आइसक्नु भएको छ हाम्रो महिला कलाकारको समूहको परिचय गराउन जाँदैछु म। नमस्कार, म कमला घरती मगर, लोकदोहोरी गायिका, रोल्पा। नमस्ते, म विष्णुमाया गुरुङ, लोकदोहोरी गायक, लमजुङ। नमस्ते, म अनिता लामिछाने, लोकदोहोरी गायिका, लमजुङ। हजुर, पक्कै पनि यहाँ दुई समूहको बिचमा छलफल भइसकेको छ कुन चाहिँ भाकामा आज दोहोरी भिड्ने हो अनि भाका कसले सुरु गर्ने हो, छलफल भइसकेको छ। हेरौँ आजको दोहोरी कस्तो हुने हो। अब भने दोहोरी सुरु गरिदिनको लागि म आग्रह गर्न चाहन्छु। पहिलो नजर जुडेको आजै हो, जुडेको आजै हो, मनको कुरा भन्न नि लाजै भो। रातो नलेकीमा रोधी घरमा कुम्जोडी नाचौला हुने बेलुकीमा, जुडेको आजै हो, जुडेको आजै हो, मनको कुरा भन्न नि लाजै भो। रातो नलेकीमा रोधी घरमा कुम्जोडी नाचौला हुने बेलुकीमा, रोधी घरमा कुम्जोडी नाचौला हुने बेलुकीमा। हे डोरी गाउन आएछौ आज, आएछौ आज, मनको कुरा भन्न नि के लाज। रातो नलेकीमा रोधी घरमा कुम्जोडी नाचौला हुने
गाउने हो तिमी सगाउने हो गीत गाएरै पिरती लाउने हो रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा तिमी सगाउने हो गीत गाएरै पिरती लाउने हो रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा पर्छ पछि आँसुमै बगाउनु पहिलो भेटमै के माया लगाउनु रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा आँसुले बगाउनु पहिलो भेटमै के माया लगाउनु रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हे जोडी घरबार पक्कै नै मर्दैन चिन्जान गरौँ केही फरक पर्दैन रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा मर्दैन चिन्जान गरौँ केही फरक पर्दैन रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हे मान्छे राम्रो झनै राम्रो त्यो नेपाली टोपीमा कुन ठाउँबाट आएको रोडीमा रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा नेपाली टोपीमा कुन ठाउँबाट आएको रोडीमा रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हे विदेश जाने सुरसार गरेको आज मात्रै राजधानी झरेको रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा सुरसार गरेको पाग्लुङबाट आजै हो झरेको रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हे परदेशमा त नगएकै जाति कसको छोरो कसको हो त नाति रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा नजानै जाति कसको छोरो कसको हो नाति रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हे नेपाल बसी मेरो मन नछुनी गरिब मान्छे विदेश नगई नहुने रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा मेरो मन नछुनी गरिब मान्छे विदेश नगई नहुने रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हे झरे छौनी बाग्लुङको रालो गरी खाउन कुटो र कोडालो रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा बाग्लुङको रालो गरी खाउन कुटो र कोडालो रातो घरेटीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा खुम्जोडी नाचौला हे बेलुकीमा हेरिन्छ
धेरै सबैले कराउने छोरछोरी नि के गरी पढाउने रातो भएकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा सबैले कराउने छोरछोरी नि के गरी पढाउने रातो भएकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे खोले सिस्नो भए नि खाउला दुःख गरी छोरछोरी पढाउला रातो भएकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा भए नि खाउला दुःख गरी छोरछोरी पढाउला रातो भएकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे बिग्रे मन अर्कैलाई रोज्छ कि छोरछोरी नि बोर्डिङ पढ्न खोज्छ कि रातो भएकीमा रोजी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा अर्कैलाई रोज्छ कि छोरछोरी नि बोर्डिङ खोज्छ कि रातो भएकीमा रोजी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रोजी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे तिम्रो माया सिरैमा चढाउँछु गीतै फोरीमा बोर्डिङ पढाउँछु रातो भएकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा सिरैमा चढाउँछु गीतै फोरीमा बोर्डिङ पढाउँछु रातो भएकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे रमाई तिम्रै हात समाउला विदेश गई फर्कन्छु अनि रमाउला रातो भएकीमा रोधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा तिम्रै हात समाउला विदेश गई फर्कन्छु रमाउला रातो भएकीमा रोधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रोधी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे हामीले सोचा के साँच्चै पुग्छ विदेशमा चाहिँ पैसाको रुख छ र रातो भएकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा के साँच्चै पुग्छ र विदेशमा चाहिँ पैसाको रुख छ र रातो भएकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे पढाइ छैन केही हुन्न स्वदेशमा थोरै आशा लाग्छ भो विदेशमा रातो भएकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा केही हुन्न स्वदेशमा थोरै आशा लाग्छ भो विदेशमा रातो भएकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे बसौ नेपाल छोरछोरी पालेर केही पाइन भोज्यू ज्यानै फालेर रातो भएकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा छोरछोरी पालेर केही हुन्न भोज्यू ज्यानै फालेर रातो भएकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा रोटी घरमा कुम्जोडी नाचौला हे बेलुकीमा हे मनको डर
कहिले नि भाग्दैन कहिले नि भाग्दैन साउको ऋणले निन्द्रा नि लाग्दैन रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा कहिले नि भाग्दैन कहिले नि भाग्दैन साउको ऋणले निन्द्रा नि लाग्दैन रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे दुख पीडा तिमीलाई के थाहा त तिमीलाई के थाहा त सब नेपालीको यस्तै हो बेठा त रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा तिमीलाई के थाहा त तिमीलाई के थाहा त सब नेपालीको यस्तै हो बेठा त रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे आखिर आज म एक्लै एक्लै भएँ म एक्लै एक्लै भएँ सानै उमेर बाउले नि छोडी गए रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा म एक्लै एक्लै भएँ म एक्लै एक्लै भएँ सानै उमेर बाउले नि छोडी गए रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे दुखी हुन्थिन् राजा की रानी तिम्रो मेरो एउटै छ कहानी रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा राजाको रानी तिम्रो मेरो एउटै छ कहानी रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे ठुलै थियो यो मनमा चाहनी यस्तै रहेछ दुखीको कहानी रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा यो मनमा चाहनी यस्तै रहेछ दुखीको कहानी रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे सब दुखीको मनमा पिर हुन्छ दुखमा हाँस्ने मान्छे नै वीर हुन्छ रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा मनमा पिर हुन्छ दुखमा हाँस्ने मान्छे नै वीर हुन्छ रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे कहिलेकाहीँ त मनाउन बाँच्नलाई कोसिस गर्छु दुःखमै हाँस्नलाई रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा मनाउन बाँच्नलाई कोसिस गर्छु दुःखमै हाँस्नलाई रातो भएकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोधी घरमा घुमचोडी नाचौला हे बेलुकीमा हे दुखी देख्न चाहन्न मैले नि यस्तै हाँसी खुसी रहु जहिले नि रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा चाहन्न मैले नि यस्तै हाँसी खुसी रहु जहिले नि रातो खालीकीमा रोटी घरमा घुमचोडी नाचौला हे बेलुकीमा रोटी घरमा घुमचोडी
पनि दुःखकै धन्दा दुःखकै धन्दा तिमलाई खुसी पार्छु म भन्दा रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा दुःखकै धन्दा तिमलाई खुसी पार्नेछु म भन्दा रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे दुःख पर्दा हातमा हात समाम्ला हातमा हात समाम्ला एक अर्काको सुखमै रमाम्ला दुःखलेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हातमा हात समाम्ला हातमा हात समाम्ला एक अर्काको सुखमै रमाम्ला दुःखलेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे दुःख रहेछ यस्तै हो हेरा यस्तै हो हेरा बस तिमी 3 वर्ष पर्खेर रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा यस्तै हो हेरा बस बरु 3 वर्ष पर्खेर रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे कापाउमा खुसी रहरसा कुरी बस्न सक्दिन 3 वर्ष रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा खुसी रहरसा कुरी बस्न सक्दिन 3 वर्ष रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे मनै खुसी छैन भए त यस्तै छ नि गरिबको बाध्यता रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा छैन भए त यस्तै छ नि गरिबको बाध्यता रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे मेरो पिरमा तिम्रो मन रुन्न र 2 वर्षमै फर्किए हुन्न र रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा तिम्रो मन रुन्न र 2 वर्षमै फर्किए हुन्न र रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे 1 लाख लाग्यो विदेशमा जाने 2 वर्षमै फर्केसी के खाने रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा विदेशमा जाने 2 वर्षमै फर्केसी के खाने रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा हे कपडा फाटे ठाउँमै टालौला मैले डोरी गाएरै पालौला रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा ठाउँमै पालौला मैले डोरी गाएरै पालौला रातो गरेकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा रोजी घरमा घुमजोडी नाचौला हे बेलुकीमा
थिएन विदेशमा जानलाई दूरी गाएरै नपुग्ने खानलाई रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा विदेशमा जानलाई दूरी गाएरै नपुग्ने खानलाई रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा हे विदेश मात्रै बस्छौ र कति हुनु पर्छ आफूमै सन्तुष्टि रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा बस्छौ कति हुनु पर्छ आफूमै सन्तुष्टि रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा हे तिमी बस दोरी गीत गाएर मने आउँछु थोरै धन लिएर रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा दोरी गीत गाएर मने आउँछु थोरै धन लिएर रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा हे फर्की आऊ है जोबनको ढानी छोरा छोरी श्रीमाटी छ भनी रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा जोबनको ढानी छोरा छोरी श्रीमाटी छ भनी रातो खालेकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा रोटी घरमा खुम्जोडी नाचौला औहे बेलुकीमा हजुर म त हेरे भएँ कस्तो लाग्यो आजको घम्सा घम्सी दोहोरी यहाँहरूलाई पक्कै पनि हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला 7 रात 7 दिनसम्म गाउँदा पनि यसको झल्को मेटिँदैन त्यस्तो हो लोकदोहोरी बाल बच्चा के बुढाबुढी के अनि यौवनका तन्नेरी तरुणी के सबैलाई मनपर्ने यो लोकदोहोरी यस्तै रमाइला श्रृङ्खलाको साथमा फेरि अर्को नयाँ एपिसोडको साथमा यस्तै घम्सा घम्सी लिएर फेरि आउने बाचा गर्दछु म दिनेश थापा र यो अवसर जुटाइदिनु हुने आजको यो घम्सा घम्सी दोहोरीको अवसर जुटाइदिनु हुने आयोजक लाइकनेपाल.com लाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरेर कार्यक्रम प्रायोजक सङ्गीतमाला रोदीघर नयाँ बसपाकलाई पनि धन्यवाद दिन चाहन्छु जहाँ हरेक दिन स्वादिष्ट परिकारको साथमा प्रत्यक्ष दोहोरीको मजा लिन पाइन्छ। त्यसै गरेर हृदयदेखि धन्यवाद दिन चाहन्छु जो तपाईँ स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ लाइकनेपाल.com को युट्युब च्यानल हेरेर बस्नुहुने तपाईँ हामी सम्पूर्ण साङ्गीतिक लोकपारखी मनमुटुहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र फेरि यस्तै रमाइलो अर्को दोहोरी घम्सा घम्सीको अर्को एपिसोड लिएर आउने बाचा गर्दै छुट्टिन चाहन्छु। म तपाईँहरूकै गीत सङ्गीतको साथी दिनेश थापा हेर्दै गर्नुहोला लाइकनेपाल.com को युट्युब च्यानल लाइक गर्नुहोला सब्सक्राइब गर्नुहोला धन्यवाद। LikeNepal.com, leading the Nepalese entertainment.